नोभेम्बर 22 को एउटा मन्त्री स्तरीय वार्तामा आइपुग्नको लागि गोर्खाहरूले धेरै मेहनत कसरत गरेको छ। जब 27-28 मार्च 2017 मा गोर्खा सत्याग्रह र गेसो कार्यगत एकतामा आइसकेपछि अहिले सम्पूर्ण भूपुहरू कार्यगत एकतामा छौँ। त्यस पछाडि त्यही कार्यगत एकताको जगमा एउटा प्राविधिक समिति गठन भयो। त्यो प्राविधिक समितिले निकै लामो समय 14 महिना लगाएर चाहिँ एउटा प्रतिवेदन तयारी गरिएको छ। त्यो प्राविधिक समितिमा बेलायतको रक्षा मन्त्रालयको पनि सदस्यहरू थिए। नेपाल सरकारको तर्फबाट राजदूत दुर्गाबहादुर सुवेदीजी हुनुहुन्थ्यो र बेलायत गोर्खाको तर्फबाट म लगायत 6 जना, अघि डाक्टर चन्द्र लक्सम्बा, उहाँ अहिले हाम्रो अगाडि हुनुहुन्न। यो प्राविधिक समितिको मुख्य मान्छे डाक्टर चन्द्र लक्सम्बा हुनुहुन्थ्यो। उहाँ चाहिँ गोर्खा पेन्सनको सम्बन्धमा पढेर रिसर्च गरेर PhD गरेको मान्छे र उहाँले यो 13 मुद्दे भनेर हामी भनिरहेको छौँ, समष्टिगत रूपमा तयार गरिएको 13 मुद्दे भनेर भनिरहेको छौँ। यो 13 मुद्दे प्रतिवेदन तयारी गर्ने नै स्वर्गीय डाक्टर चन्द्र लक्सम्बा। आज उहाँ नभएको जुन अवस्थाले यो गोर्खा आन्दोलन अथवा यो गोर्खा वार्ता धेरै एउटा चाहिँ भनौँ न अभावबाट झेलिएको अवस्था छ र उहाँ समेत गरेर गोर्खाको तर्फबाट 6 जना थियौँ, म लगायत। र ती 6 जना र गोर्खा बेलायतको पक्ष, नेपाल सरकारको पक्ष भएर 14 महिना लगाएर प्रतिवेदन तयारी गरेर 18 मार्च 2022 मा नेपाल र बेलायत सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गऱ्यौँ। त्यति बेला नेपालमा ओली सरकार थियो र हामीले हस्तान्तरण गऱ्यौँ बालुवाटारमा गएर संयुक्त रूपमा। र त्यो दिइसकेपछि लामो समय जुन बेला चाहिँ मार्क ल्याङ्कास्टरले यो चाँडै यसमा चाहिँ छलफल हुन्छ, नेपाल र बेलायत सरकार बसेर G2G मा बसेर यसलाई चाहिँ हामी समस्याको समाधान गर्छौँ, सम्बोधन गर्छौँ भनेको 4 वर्षसम्म केही पनि हुन सकेन। हो, त्यहाँनिर यो कोभिड-19 ले 2-3 वर्ष खायो, त्यसमा हामीले भन्नु केही छैन। तर पनि त्योभन्दा पछाडि केही एउटा उचाइ नभइसकेपछि अहिले आएर बल्ल एउटा चाहिँ वार्ताको क्रमहरू सुरु भए। सबभन्दा पहिलो वार्ता 3 नोभेम्बर 2022 सालमा भयो। त्यस पछाडि क्रमिक रूपमा अस्ति सेप्टेम्बर 11, 2023 मा आउँदाखेरि 5औं पटक प्राविधिक कमिटीको बैठकहरू भए। त्यो चाहिँ G2G को वार्ता होइन। र अब यीबाट यो पटकको एउटा बैठक र बैठकहरूले निर्णय गरेका र छलफल भएका कुराहरूलाई चाहिँ एकीकृत गरेर अब नेपाल सरकारको तर्फबाट प्रस्तुत हुनुपर्ने अथवा गोर्खाहरूको पक्षबाट गोर्खाहरूमा के पीडा र के गर्दाखेरि चाहिँ सम्बोधन हुन्छ अथवा गोर्खाहरूको पक्षमा हुन्छ, नेपालको पक्षमा हुन्छ भन्ने हिसाबमा चाहिँ अहिले 5औं पटकको 11 तारिक भयो र अब यो 22 तारिक हुने बैठक चाहिँ मन्त्री स्तरीय वार्ता हुनेछ। त्यो वार्तामा हामीले अपेक्षा राखेको भनेको के हो भन्दाखेरि यो 208 वर्षसम्म जुन किसिमको गोर्खाहरूमाथि विभेद भए, अन्याय अत्याचार भए, यी सम्पूर्ण कुरोहरूको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो सम्बोधन हुनुपर्छ भन्ने बाटो कहाँ हामीले दिएको छौँ त भन्दाखेरि चाहिँ सबभन्दा पहिलो कुरो त्रिपक्षीय सन्धिमै उल्लेख भए अनुसार नेपाली गोर्खाहरूलाई कुनै पनि सेवा सुविधामा अन्याय अथवा विभेद गरिने छैन भनेर जुन किसिमको त्रिपक्षीय सन्धिमा उल्लेख भएको छ र 13 बुँदे प्रतिवेदनमा ती कुराहरू लगायत सम्पूर्ण कुरा समेटिएको छ र नेपाल र बेलायत सरकारले अहिले 13 बुँदे समष्टिगत रूपमा तयार गरिएको 13 बुँदे प्रतिवेदन र त्रिपक्षीय सन्धिको जगमा टेकेर यदि वार्ता हुने हो भने र नेपाल सरकारले सही ढङ्गले बेलायतसँग बस्दाखेरि चाहिँ कुरा राख्ने हो भने अहिलेको वार्ताले यी सम्बोधन हुनुपर्छ, जुन कुरो चाहिँ सरकारलाई बोल्न सजिलो बनाएका छौँ। किन भन्दाखेरि चाहिँ उहाँहरूलाई बोल्न 13 बुँदे प्रतिवेदन हामीले हातमा लगाइदिएको छौँ, जुन कुरो बेलायतको बेलायत पक्षले पनि स्वीकार गरेको कुराहरू छन्
त्यहाँ चाहिँ हामी 6 जना गोर्खाको तर्फबाट 6 जना, बेलायतको तर्फबाट प्रतिनिधि सदस्यहरू, नेपाल सरकारको तर्फबाट प्रतिनिधि सदस्यहरूले संयुक्त रूपमा त्यो प्रतिवेदनमा हस्ताक्षर गरेको छौँ। त्यो हस्ताक्षर गर्नु भनेको त के अरे स्वीकार गर्नु हो। ल यो 13 बुँदे प्रतिवेदन जुन बनाइयो ठिक छ, अब सरकारले बुझाउने तयारीमा हो भन्ने बुझ्नु पर्यो। हौ त्यो बुझाइसकेपछि सरकार त्यसलाई अध्ययन गरेर र त्रिपक्षीय सन्धिको जगमा टेकेर यदि सरकारले नेपाली आफ्नो नागरिकप्रति डरोसँगले नझुकिकन कुरा राख्ने हो भने अहिले बेलायत जुन ठाउँमा वार्ता हुँदैछ त्यही ठाउँमा यो समानताको कुराहरूलाई स्वीकार गरेर लागू गर्नुपर्ने ठाउँमा पुर्याउन सक्ने स्थिति हो।